छम्याएर हेर त गाइस, म छम्माहरू देखेँ है। चोक सिद्धार्थ चोकमा है। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। मेरो चाहिँ पहिलाको च्यानल चाहिँ डिलिट भयो, गुगल अकाउन्टै गयो। यो चाहिँ मेरो नयाँ च्यानल हो, सबैले माया गरेर सब्सक्राइब गरिदिनु होला। र म चाहिँ आज जानकारी दिन गइरहेको छु चाहिँ पोखरामा चाहिँ के भइरहेको छ भनेर चप्पा छिरेर म जानकारी दिन गइरहेको छु। आज चाहिँ म गोप्रोबाट खिच्छु है गाइज। मेरो चाहिँ गोप्रो सेट भइसकेको छ। अब योद्वारा चाहिँ पोखराको गली चप्पा चाहिँ देखाउनु गइरहेको छु गाइज है। गाइज के छ यो मेरै बुढी नि चाक देखेछ यार, अरू त त्यस्तै हो जाम। ओ छम्याहरू कता हो? छम्याहरू हेर त गाइज, म छम्माहरू देखेँ है। ए आफ्नै बुढी पो रहेछ, माका भोसरे हेर। के हो भुँडी लाएर को हो र? ओ माई गॉड, हेलो गाइज। ए हाम्रो नानी हो, छोरो हो। यहाँ बसेर टाउको ठोकिने पछाडि बस। ए छट्टै पछाडि बस। के अरे यस्तो ज्वरो आएको मान्छे यस्तो। ए अर्कै ल हो, किन जानु पर्दैन ल जाम। एसएसटी मङ्की, मेरो फेसबुकको नाम हान्ने आउँछ। गाइज हामी लागिसक्यौँ। मेरो ओल्ड स्कुटी बाबु पनि पछाडि छ अनि एउटा भाइ पनि छ। अनि हामी चाहिँ अब सबभन्दा पहिला हामी हाम्रो पोखरामा रहेको सुकुम्बासी मेन ठाउँ चाहिँ हेर्न जाँदैछौँ। केही भइरहेछ है। अनि के प्लेन उडाउने ठाउँ भनेको छ नेपालीबाट भनेको हो। यो गल्ली चाहिँ पोखराको डोमेस्टिक एयरपोर्ट साइडको चोर गल्ली हो। यो चोर गल्ली सुनसान छ, अहिले पनि धेरै सुनसान थियो। अहिले त जस मान्छेहरू मूर्ति हाउस त यता भएछ है। ओ माई गॉड, सब भत्काएछ नि ती, आफै भत्काएछ। ल पहिला कस्तो बाटो त छ नि, गल्ली छिरान दिए ल। ए खाल्टो पो छ, सब भत्किएछ यता। अफरोड हो नि त मेरो स्कुटर। लगभग आफै शेरी अङ्कलको घर पनि यतै पर्छ। यता त सब ठिक छ होइन। यहाँ चाहिँ एकदमै हाम्रो चाहिँ एक चोर गल्ली हो क्या यो। ए अनि हाम्रो गल्ली हो त यो। अनि कहाँबाट हिँड्ने त? सानो गल्ली ल्याउनु सक्नुहुन्छ यस्तो छ है। सानो गल्ली अब गर्ला नि, त्यहाँ त केही पनि गरेको छैन। पर्छ नि यहाँ सबै। यत्रो बस्ती छ होइन, अब बिस्तारै विस्थापित गर्दैछ सरकारले होइन। माका अब हामी गइहाल्छौँ। यो यहाँको सबभन्दा भत्किएको त होइन, सब यहाँको एउटा बिल्डिङ छ 4 क्लब। पहिलाको हङकङ बजार कस्तो दाममा थियो है, अहिले भत्काएर चाहिँ यहाँ बिजोग बनाइदिइसक्यो क्या। बिजोगै भयो। यो मेरो साथीको दोकान हो, धाने अङ्कलको दोकान हो है। यो चाहिँ हङकङ बजार तल्लो साइड पोखरा हङकङ बजार, यहाँ 4 क्लब थियो है। अहिले चाहिँ छैन, अहिले हङकङ बजार छ। यो पनि आदि जान्छ भन्ने कुरो सुनेको छु मैले। धुलो उडे थियो अस्ति होइन। सबै भत्काएछ, बिजोग भयो।
यातायात यो चाहिँ लाइसेन्सको ट्रायल दिने ठाउँ है गाइस यो। अब देखिन्छ मजाले, नदेखिने थियो अहिले देखिन्छ। अरे हाम्रो आन्टीको घर यो पनि सब भत्काइदिल हेर्नुहोस् गाइस फिर्के खोला यति सानो। पहिला यो फराकिलो थियो कि हामी स्कुल पढ्ने बेलामा फराकिलो थियो होइन। यो घर हामी पढ्ने यो घर छ नि हामी पढ्दा पढ्दै बनाएको थियो कि यो घर है। हेर्नु सक्नुहुन्छ घर पुरै यो त यतै छ नि। यहाँ दोजो जाने यहाँ स्कुल पनि भत्काइदियो। हामी यहाँबाट आउँथ्यो कि हामी यहाँ आउँथ्यो कि खाजा खाना खोला तरेर। अहिले यस्तो घर सब यो जम्मै बाँसघारी थियो। दिउँसै डर लाग्दै थियो। यहाँ त किचकन्डी हुन्छ भन्थ्यो, यहाँ किचकन्डी हुन्छ भन्थ्यो। अहिले त यहाँ सब दोजर हिँडेछ। हात नै भर्काइदिन्छ है। यतै मिचेर बनाएको थियो कि खोलामाथि घर गाएछ कहाँ। यो चाहिँ हाम्रो आन्टीको घरहरू चाहिँ भत्कादिया भोसडी के खोला यही हो कि। पौडी खेल्छ यहाँ बर्खामा फुच्चीहरू अहिले नि खेल्छ, अहिले नि खेल्छ क्या यहाँ पौडी। बर्खामा त सफै आउँछ नि। टक्क लाएर गुम्बा सब भत्कायो किनभने पहिलाको मन्त्री नेता चोर पर्यो, त्यसै कारण जनताले दुःख पायो है। अहिले दुःख पाइरहेको छ। त्यही भएर मैले चाहिँ त्यो बेला जग्गा नकिनेको घर पनि नबनाएको। त्यही अब चाहिँ म बनाउँछु बिस्तारै है। र कस्तो लाग्यो मेरो भिडियो सबैले लाइक कमेन्ट गरिदिनु होला। ओके सब्सक्राइब।